हरेक कुराहरूको चाहिँ अभाव बढ्दै गयो। अब कहिले 40 वर्ष अब 46 वर्ष भने भन्नुभयो 46 वर्ष भयो। 45 वर्ष अरे यो समयमा आएर अहिले जनताले चाहिँ जनताको चुलो निम्ने चाहिँ जुन सिर्जना भयो र त्यो म चाहिँ घरमै बसेर म सकिनँ र यो आवाज मैले चाहिँ सरकार समक्ष पुर्याउनु पर्छ भन्ने हेतुले म आजबाट चाहिँ यो अनसनको कार्यक्रम यो ग्यासको सिलिन्डर खाली ग्यासको सिलिन्डर राखेर म अनसनको चाहिँ यो नेपाली झन्डा बोकेर चाहिँ यहाँ उपस्थित भएको छु। यसले जबसम्म चाहिँ जनताको चुलो बल्यो भनेर जनताको आवाज बाहिर चाहिँ सार्वजनिक हुँदैन, जबसम्म सरकारले चाहिँ सुन्दैन तबसम्म मेरो यो चाहिँ अनसन जारी रहनेछ र मिडियाका साथीहरूले पनि यो कुरा बुझ्दिनु होला कि कहीँ ग्यास पाइयो भनेर चाहिँ अफवाह फैलाएको अवस्था पनि छ। मैले आफूले यहाँ प्रमाण पनि मसँग छन्, तपाईँहरूलाई चाहिँ म यो उपलब्ध पनि गराउन सक्छु। हिजो सरकारले के भन्यो भने डिपोमा जाँदाखेरि के भन्ने कुरा आयो भने अब डिपोमा लाइन लगाउन चाहिँ पाइँदैन, यहाँको सिडिओ सहायक सिडिओ आएर चाहिँ यहाँ लाइन नलाउने चाहिँ हामीलाई चाहिँ अनुमति भएको छ। तपाईँहरू जुन जुन पसलमा चाहिँ ग्यास लिने गर्नुहुन्थ्यो त्यही पसलबाट चाहिँ ग्यास लिनुहोस् भनिसकेपछि मैले जहाँ ग्यास लिन्थेँ त्यहाँ गएँ। त्यहाँ आज बिहान जाँदाखेरि ग्यासको गाडी पनि आयो, तर उहाँलाई चाहिँ 2टा मात्रै ग्यासको सिलिन्डर झारेर पठायो र मैले चाहिँ यही ग्यासको सिलिन्डर लिएर जाँदाखेरि उहाँले के भन्नुभयो भने मैले पाउने भनेको जम्मा 2टा हो, अब यो मैले 15 दिन अगाडि 10 दिन अगाडि नै मैले 2जनाको चाहिँ पैसा लिएर चाहिँ ग्यास लिइसक्यो, तपाईँले पाउनुहुन्न भनेपछि मलाई काटिदिनुहोस् न, मलाई चिर काट्नु 3 दिन पछि भए पनि चिर काटिदिनुहोस् न भन्दा चिर पनि म अहिले काट्न सक्दिनँ, डिलर पनि चिर काट्न नसक्ने र जुन पसलले खुद्रा व्यापारी पसलले पनि चिर काट्न नसकेको हुँदाखेरि अब यो अवस्था मलाई मात्रै होइन, यो अवस्था देशैभरि यो छ भन्ने मैले चाहिँ राखेर मैले तत्काल मेरो आफ्नै व्यक्तिगत डिसिजनले मेरो यो आवाज मात्रै होइन, यो आवाज सारा नेपालीको आवाज हो भन्ने हेतुले मैले अब चाहिँ यो आवाज सरकारलाई पुर्याउनुपर्छ र ग्यास सहज गराउनुपर्छ, जनताका अधिकारहरू प्रत्याभूति गराउनुपर्छ भन्ने उद्देश्यले मैले आज दिनको मैले अघि 11 बजे उद्घोष गरेको थिएँ। केही समय 2 घन्टा ढिलो भएर करिब 1 बज्न लागेको होला। अबबाट म चाहिँ जबसम्म चाहिँ सबै साथीहरूले ग्यासको सहज उपस्थिति भयो, अब जनताको चुलो बल्यो भन्नु न तबसम्म म चाहिँ अब यहीँ बसिरहन्छु भन्ने। राति के गर्नुहुन्छ तपाईँ? राति पनि म व्यवस्था गर्छु, राति पनि व्यवस्था गर्छु। तपाईँ एक्लै हुनुहुन्छ कि साथीहरू हुनुहुन्छ? म एक्लै छु, अहिले म एक्लै छु। अब यहाँ एकैपल्ट जाहेर गर्ने साथीहरूले चाहिँ मलाई चाहिँ विभिन्न सामाजिक सञ्जालमा फोनमा लो न तपाईँले चाहिँ एकदम राम्रो काम गर्नुभयो, यो त चाहिँ जनताको आवाज बोल्नुभयो होइन, हामी चाहिँ तपाईँलाई चाहिँ साथ दिन्छौँ भन्ने चाहिँ साथीहरू थुप्रै हुनुहुन्छ। अब उहाँहरू चाहिँ एकैपल्ट जनाउँदै हुनुहुन्छ। अब यो प्रतिबिम्बको रूपमा म यहाँ छु र यो मेरो मात्रै आवाज होइन, यो सबै आम सञ्चार लगायत सबै साथीहरूको चाहिँ आवाज हो। त्यो आवाज लिएर चाहिँ म यहाँ उपस्थित छु। खाना चाहिँ यहाँले के खानुहुन्छ त यो? अब म अहिले मेरो चाहिँ आन्दोलनको क्रमको चरणहरू जारी छन्। म अहिले केही समय पानी मात्रै खानेछु। मेरो अन्न चाहिँ हुँदैन होइन, अनासन भनेपछि मेरो अन्न हुँदैन। अब अहिले म पानी खान्छु, केही जुसहरू अहिले चाहिँ केही खान्छु र मेरो चाहिँ यो अन्न भनेपछि मेरो हुँदैन र फेरि यो सरकारले मेरो आवाज सुनेन भने म आमरण अनुसार पानी समेत नखाइ। तपाईँले ग्यास पाए